Namaste parents, this is Dr. Deepa, your pediatrician. I was on a leave है म अस्ति 2-3 दिनदेखि ओपिडीमा थिएन अनि आई वाज देयर फर वान फ्यामिली फङ्सन मुन्डन प्रोग्रामको लागि सो आई डिसाइडेड टु मेक वान भिडियो है त अब यो मुन्डन चाहिँ इज मुन्डन कम्पलसरी अर दिस इज जस्ट अ कल्चरल प्र्याक्टिस भन्ने कुरामा है त अब लाइक मैले देखेको मिथहरू होइन यो प्रोग्राममा जाँदाखेरि चाहिँ यो कपाल काट्दाखेरि यो बच्चाहरूको चाहिँ नयाँ कपाल पलाउँछ एकदम बाक्लो पलाउँछ होइन अनि एकदम ठुलो भएर आउँछ राम्रो आउँछ भन्ने कन्सेप्ट रहेछ एक्चुअली त्यस्तो कुनै पनि इट इज नट साइन्टिफिकल्ली प्रुभन किन भन्दाखेरि चाहिँ यो हेयर को जुन प्याटर्न यो ग्रोथहरू हुन्छ इट इज अल जेनेटिकली डिटरमाइन्ड एन्ड इट डिपेन्ड्स अन द हेल्थ अफ अ हेयर फोलिकल किन भन्दाखेरि हामीले यो सेभ गर्दाखेरि काट्दाखेरि पनि त यो कपालको चाहिँ हामीले साफ्ट मात्रै काटिरहेको हुन्छ नि त किनकि हेयर फोलिकल त इन्ट्याक्टै भइरहेको हुन्छ त्यसैले यो कपाल काटेर नयाँ बाक्लो आउने भन्ने चाहिँ इट इज जस्ट अ मिथ अर्को मिथ मैले के देखेँ भन्दाखेरि चाहिँ कपाल काट्दाखेरि चाहिँ ब्रेन डेभलपमेन्ट हुन्छ बच्चाको दिमाग बढ्छ भन्ने रहेछ यसको पनि देयर इज नो एनी साइन्टिफिकली प्रुभन है अब अर्को हाउएभर दिस इज इन्टायरली पर्सनल चोइस होइन अब आफ्नो बिलिफ छ ट्रेडिसन छ भनेदेखि गर्न पाइयो तर पोजिटिभ चाहिँ के कुरामा छ मैले देखेको भन्दाखेरि तराईतिर चाहिँ यो कल्चर प्र्याक्टिसमा रहेछ त्यही भएर तराईतिर चाहिँ एकदम गर्मी हुने हुन्छ त्यही भएर कपाल काट्यो भनेदेखि चाहिँ इट प्रोभाइड कुलनेस टु स्क्याल्प होइन अर्को तेलहरू लगाइरहेको हुन्छ बच्चालाई जसले गर्दाखेरि चाहिँ क्रेडल क्यापहरू देखिरहेको हुन्छ त्यही भएर बरु इन्फेक्सनहरूबाट बच्न सकिन्छ हामीलाई सफा गर्नको लागि मेडिसिनहरू लगाउनको लागि त्यसको लागि चाहिँ बेनिफिट हुनुहुन्छ इफ कपाल काट्यो भनेदेखि रादर देन पालेर लामो पाल्नुभन्दा चाहिँ सफा गर्न चाहिँ इजी हुने हुन्छ त्यही भएर यु क्यान प्र्याक्टिस दिस कल्चर तर केही कुराहरू चाहिँ याद गर्दा राम्रो जस्तै कि बेबी एकदम राम्रो मुडमा हुनु पर्यो बेबी लाइक हङ्ग्री हुनु भएन उसलाई खुवाएर राख्नु पर्यो अर्को भनेको कपाल काट्ने इन्स्ट्रुमेन्ट एकदम स्टेराइल हुनु पर्यो अर्को जसले कपाल काट्नुहुन्छ दे सुड बी प्रोफेसनल किनभनेदेखि कपाल काट्दाखेरि चाहिँ यो तालु जुन हुन्छ नि इट इज डिरेक्टली कनेक्टेड टु द ब्रेन त्यही भएर त्यो चाहिँ विचार गर्नुपर्ने हुन्छ सफ्ट पार्ट अफ द यो हाम्रो टाउको चाहिँ जुन सफ्ट पार्ट हुन्छ बच्चाहरूको त्यसमा चाहिँ विचार गर्नुपर्ने हुन्छ अरू इट इज इन्टायरली योर पर्सनल चोइस आइदर यु डु मुन्डन अर नगर्दा पनि केही फरक पर्ने चाहिँ छैन थ्याङ्क यू